हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। अस्सलामु अलैकुम। आज चाहिँ म फेरि आफ्नो बारीमा आइसकेको छु। यो चाहिँ अहिले चाहिँ लिचीको बोट पनि छ, पहिला चाहिँ थिएन। मलाई चाहिँ यहीँ बसौँ जस्तो लागेको, तर के गर्नु, बस्न मिल्दैन। म यहाँ चढ्न पनि सक्छु, तर के गर्नु, यहाँ त चढ्ने बित्तिकै भाँचिन्छ म। ल गाइज, म चाहिँ बस्न गएँ है, भाँचिँदैन। म चाहिँ यहाँ लसुन गर्न आएको, किनभने लसुन गरेपछि लसुन फलेपछि हामीलाई पनि खान सजिलो हुन्छ, तरकारीमा हालेर खान मिठो हुन्छ। अनि त्यही भएर म मम्मीको हेल्प गर्न आएको र मैले अब गर्न लगाएको, धेरै बस्नु नि हुँदैन गाइस। यो चाहिँ लिचीको बोट हो गाइस, देख्न सक्नुहुन्छ। मैले चाहिँ आज लिचीको बोट भन्दा नि आफ्नो टाउकोमा रातो रातो लाली गुराँस राखेको छु। नपत्ता हेरिदिनु होला, यत्रो रातो रातो लाली गुराँस छ मेरो टाउकोमा। यो चाहिँ आँपको बोट हो गाइस, मलाई पनि थाहा छैन आँपको हो कि लिचीको। यो दुईटामा मैले केही फरक देखाएँ होइन, एउटा तर हाइटमा फरक देखाएँ गाइस। ल म अब गउँछु। यो चाहिँ हाम्रो लसुन गर्ने कुटी हो, पुरा फलामको बनाएको गाइस, अनि त्यही भएर सजिलो हुन्छ। अनि म चाहिँ अब यसरी खनेर अनि झार निकाल्नुपर्छ कि गाइस, त्यसपछि पो मिठो हुन्छ त। नभए भने त यहाँ लसुन झार निकालेर मल हालेपछि अनि राम्रो फल्छ क्या गाइस। त्यही भएर अनि मलाई थाहा थिएन, अनि पछि ठुलो हुँदै जाँदा थाहा भएको गाइस। अनि यता चाहिँ पुरा आँपको बगैँचा अनि लिचीको बगैँचा नै छ गाइस। अनि उता बेलाउतीको रुख नै थियो, तर के गर्नु, भागिदियो, हाम्रो होइन गाइस। यतापट्टि नै झार छ गाइस, अलि ध्यानसँग खन्नुपर्छ गाइस, राम्रो फल्छ त गाइस। फेरि लसुन उखाली भने त मार्छ गाइस, त्यही भएर चाहिँ धन्दै मैले लसुन उखाल्दा थिएँ गाइस। हेर्नुहोस्, धन्दै उखाल्दा यो झार भएको जति सबै गर्नु छ गाइस, मम्मी र म भएर। त्यही भएर हामी के गर्नु, गाउँमा बसेको मान्छे बुद्धि नै यस्तो। आज चाहिँ यहाँबाट नै देखिन्छ गाइस हिमाल, अनि उता चाहिँ हाम्रो मस्जिद, यता चाहिँ घर पनि छ, यता पोल छ, सबै कुरा छ गाइस। यहाँ धेरै घरलाई घेरेर घर बन्दैछ गाइस। यो चाहिँ झार नै झार छ क्या, तर हाम्रो घर भए पो झार खाली, हाम्रो घर होइन क्या, हामी किन झार खाल्नु गाइस। चोक मात्र बनाएर बस्नु भएन गाइस, टिकटक पो भनेर रहेछु गाइस। टिकटक होइन है, फेरि भ्लग धेरै बनाएर बस्नु हुँदैन। अब म धेरै यहाँसम्म खनेछु अनि देखाउँछु है तपाईँलाई। ओके गाइस, एकछिन गाइस, यहाँ चाहिँ साग पनि फल्यो लसुनको बिचमा। ओह माय गॉड, रोक्नु है गाइस, एकछिनको बाद भनौँ तपाईँलाई। देख्न सक्नुहुन्छ यहाँ लसुनको बिचमा साग बसिरहेको छ। हाम्रो बारीमा चाहिँ गाइस क्यामेरा छुपेछ गाइस, हाम्रो बारीमा चाहिँ के फल्न रह म आज देखाउने छु। यहाँ चाहिँ एउटा अचम्मको कुरा नि देखाइसक्छु म तपाईँलाई। यहाँ घिउ सिमी फल्न रह, अनि उता चाहिँ सुनकागती फल्न रह। मैले चाहिँ गाइस मेरो हात एकछिन रोक्नु पऱ्यो क्या गाइस, घिउ सिमीको पात त्यस्तो हुँदो रहेछ। मैले चाहिँ यस्तो कप पनि देखाएको थिएन गाइस। अनि उता चाहिँ एउटा लामो घर छ, देख्न सक्नुहुन्छ, म जुम गरेर देखाइदिन्छु। तल निलो लागेको छ कपडा। म एउटा कुरा भन्छु है तपाईँ, उता चाहिँ गाजर रोपेको थियो गाइस, एउटा नि फलेन गाइस। म एउटा चिज देखाउँछु तपाईँलाई, रोक्नु, म यहाँ म्याजिक गरेर वहाँ पुग्छु।
गाइस म चाहिँ म्याजिक गरेर आइपुगिसकेँ। म चाहिँ यहाँ तोरीको बिचमा छु गाइस, देख्न सक्नुहुन्छ। यता नि तोरी गाइस, यहाँ चाहिँ ठुलो ठुलो तोरी छ, देख्न सक्नुहुन्छ। मलाई चाहिँ यस्तो पहेँलो मनपर्छ कि गाइस। रोक्नु है, क्यामेरा उल्टो भएछ गाइस। यो चाहिँ के को रुख हो गाइस, तपाईँ गेस गर्नुहोला। यो चाहिँ आँप हो गाइस। उता नि आँपको बोट हो। मलाई चाहिँ थाहा छैन यो किन रुपियाँ हो, खानालाई रुपियाँ होला। देख्न सक्नुहुन्छ माथिसम्मै छ गाइस। म चाहिँ अब तपाईँलाई बेलौटी देखाउन लिएर जान लागेको छु गाइस। अब तपाईँ पनि हेरिदिनु होला, म पनि हेरिदिन्छु गाइस। म तपाईँलाई एउटा कहानी भनौँ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। एउटा के दुईवटा हाँस, एका देशमा एउटा दुईवटा हाँस र अनि एउटा कछुवा थियो अरे क्या। तिनीहरू चाहिँ एकदम असल साथी थियो अरे क्या। त्यो कथाको नाम चाहिँ असल साथी हो गाइस। अनि त्यो तिनीहरूको क्या हाँस त पानीहरूमा बस्छ, कछुवा नि पानीमा बस्छ। अनि तिनीहरू एक ठाउँमा बस्नु पऱ्यो क्या पहिला। अनि तिनीहरू क्या गर्न थाल्यो अरे क्या। एक वर्ष तिनीहरूको गाउँमा पानी पर्न अरे। अनि तिनीहरू एउटा गाउँमा पोखरी छ भन्ने थाहा थियो अरे क्या तिनीहरूलाई। अनि त्यही भएर अनि एक ठाउँ गाइस, म अब फेरि सुरुबाट बनाउने भनेको थिएँ नि त। अनि त्यो हाँसहरूको गाउँमा चाहिँ पानी नै परेन अरे क्या। अनि तिनीहरू चाहिँ ढङ्ग पऱ्यो अरे। अनि त्यहाँपछि तिनीहरूलाई चाहिँ उडेर जाने भने अरे। हाँसहरू चाहिँ उड्न सक्थ्यो अरे। अनि कछुवालाई कसरी लिएर जाने भनेर अनि दोस्रो हाँसलाई सोध्यो अरे क्या। अनि दोस्रो हाँसले नि केही भन्न सकेन अरे क्या। अनि त्यही भएर अनि कछुवाले नै जुक्ति लगायो अरे क्या। अनि त्यहाँपछि हामी क्या लट्ठीमा समात्दिने, अनि त्यहाँ चुच्ले समात्दिने, त्यो मुखले समात्छ भन्ने अरे। अनि त्यहाँपछि पछि के अनि त्यहाँपछि तिनीहरूलाई के अरे के गरे भन्नु न। त्यहाँपछि तिनीहरू उडेर गयो अरे क्या। बिहान त्यसरी नै उडेर गयो अरे क्या। अनि एक ठाउँमा हेर त कछुवा उडेको भने अरे। अनि त्यहाँपछि अर्कोले नि कछुवाले जुक्ति लगाएर उडेको होला भने अरे। अनि पोखरी देखाएर उसले चाहिँ अनि पोखरी भनेर लड्यो अरे। अनि बोल्यो नि त, अनि लड्यो। अनि त्यहाँपछि लडेपछि गाइस हात दुख्यो। अनि त्यो लडेपछि अनि एउटा हाँसले गएर समात्यो अरे। अनि अर्को हाँसले फेरि त्यसलाई नि सहारा दियो अरे। अनि त्यहाँपछि त्यसलाई सहारा दिएर अनि बिस्तारै पोखरीमा झरिदियो अरे। अनि तिनीहरूलाई क्या गर्नलाई धन्यवाद दियो अरे। अनि पछि अर्को दिन त पानी परेछ अरे। हामीले चाहिँ यति मेहनत गरेर यति गरिसक्यो। मैले चाहिँ भर्खर यति गरेको थिएँ। अनि यति गरिसक्यो हाम्रो मम्मी चाहिँ यति मेहनत गर्छ। गएको थियौँ तर तिहारमा गएनौँ, किनभने मैले त भनेको थिएँ नि त तपाईँलाई गेस्ट आउने भनेर। अनि गेस्ट नि आएको थियो, मजा भयो तिहारमा नि। अनि ठुलो मम्मीहरू नि आएको थियो, त्यही भएर मजा पनि भयो। अनि मैले चाहिँ बहिनीको याद आएर गोर्खा जाने भनेको थिएँ क्या। अनि आन्टीले नि बोलाएको थियो। अनि त्यहाँपछि त्यही भएर जाने भनेर त आमाले भोलि भन्दा तिहारको बिदा सकिन लागिसक्यो। अनि तिहारको बिदा सकिएपछि म जान मिल्दैन। अनि मम्मीले सोमबार लिएर जाने भनेको क्या आमाले। अनि धेरै याद आयो भनेर सोमबार लिएर जाने भनेको। अनि सोमबार नै लिएर गएन भने त म त रोइ भए नि जाने हो। त्यही भएर त म यति खुसी छु नि गाइस। रोक्नु गाइस, हाम्रो गेस्ट चाहिँ को आउनु भयो भनेर भन्नुभएको थियो होला। हाम्रो गेस्ट चाहिँ सुल्तान दादा, रिजवान दादा, सानी, सफिया, सोहेब आएको थियो। सफिया चाहिँ मेरो बहिनी हो।
अनि अरू चाहिँ मेरो दादाहरू एउटा सोएको थियो त्यो नि मेरो भाइ हो अनि त्यो सानी चाहिँ मेरो म चाहिँ सानी भन्दिनँ त्यसलाई नानी भन्छु अनि त्यसपछि फेरि ठुलो मम्मीहरू आउनुभयो अनि तिहारमा चाहिँ राम्रो रमाइलो भयो क्या गाइज त्यही भएर म मामा घर गइनँ रोक्नु एकछिन उनीहरू चाहिँ 3 दिन बसेर जानुभयो त्यही भएर रमाइलो भयो अनि पछि फेरि ठुलो मम्मीहरू आउनुभयो त्यसपछि ठुलो मम्मीहरूमा चाहिँ ठुलो मम्मी रिजा अनि मम्मी रिजा साहिल रिजवान अनि तपाईँले चाहिँ साहिल भनेर चिन्नु भएन होला साहिल ब्लग्स हाल्नु त तपाईँले चिन्नुहुन्छ उसले चाहिँ भर्खर अस्ति नै हाले हो भर्खर 12 ब्लग सुरु गरे हो उसकोमा चाहिँ कति पो सब्सक्राइबर भएको थाहा छैन तपाईँ सब्सक्राइब गरिदिनु होला गाइस सपोर्ट गरिदिनु होला मलाई त सपोर्ट गर्नुभयो अब उसलाई पनि सपोर्ट गरिदिनु होला गाइस तपाईँले मेरो ब्लगमा सब्सक्राइब गर्नु भएन भने गरिदिनु होला प्लिज म चाहिँ यति मेहनत गर्छु सबैजनाले मलाई सपोर्ट गरिदिनु होला कोही जसरी नै सब्सक्राइब गरिदिनु होला गाइस रुक्नु है गाइस क्यामेरा छेकियो गाइस हामी चाहिँ यति गोडेर घर जाने हो अनि यति गोडेर जाने हो यति चाहिँ हामीले गइसक्यौँ अनि उता प्लिज गाइज मेरो बर्थडे होइन क्या सब्सक्राइबर प्लिज अब तपाईँहरू सबैजनाले मलाई सब्सक्राइब गरिदिनु होला बाई बाई गाइज सी यू नेक्स्ट भ्लग बाई बाई गाइज ल अब आजको लागि यति नै बाई बाई गाइज Thank you for watching. Do not forget like, comment, share and subscribe. Keep plugging, keep supporting. See you next vlog. Bye bye guys.